अब यो चाहिँ कस्तो भन्ने नि अब एउटा मेरो विचारमा चाहिँ के भन्छ भने त्यो आफ्नो भाषा र संस्कृतिलाई माया गर्नुपर्छ होइन। यहाँको मान्छेले चाहिँ एकदमै ज्यादा माया गर्छ जस्तो लाग्छ मलाई। माया पनि अब कोही कोही बेला चाहिँ यस्तो हुइजाँदो रहेछ कि अब तपाईँले देखाउनु चाहिँ अब जान्नु भएन भने चाहिँ अलिकति अप्ठ्यारो पनि बुझिन्छ मान्छेले क्या। अब अलिकति साह्रै बेसी नै तपाईँ पोजेसिभ भएको जस्तो क्या आफ्नो भाषा संस्कृतिलाई लिएर। यहाँनिर चाहिँ मैले त्यस्तो देखेँ है, उनीहरूको भाषा संस्कृतिलाई चाहिँ एकदमै बेसी माया गर्छ। त्यो एउटा राम्रो कुरो पनि हो, तर म चाहिँ के भन्छु भने अब हो आफ्नो भाषा संस्कृति जोगाउनुपर्छ अनि त्यसलाई बचाउनुको लागि के कस्तो हुन्छ उपायहरू खोज्नुपर्छ, लिनुपर्छ। यहाँ हेर्नुहोस् ट्रेडिसनल कपडा लगाएर आफ्नो होइन कति मजाको देखेको, एकदमै राम्रो कुरो हो। तर तपाईँले त्यो काम गर्दा गर्दै आफ्नो अरू मान्छेहरूलाई अब परिसान चाहिँ गर्नु भएन नि त होइन, दुःख दिनु भएन। अलिकति त्यो एउटा मानवता भन्ने चाहिँ हुनु पऱ्यो नि त, किनकि सबै मान्छे एकै हुँदैन नि त, सबै मान्छे अलग अलगै छ, भिन्न भिन्नै छ। हामी प्रत्येकजनाको अब अपब्रिङ्गिङ अलगै भएको हुन्छ नि त होइन। अब म अर्कै जग्गाबाट आएको मान्छे, पाहाडबाट आएको, मेरो अब रहनु बस्नु खानु पिउनु अलगै थियो चल होइन। मेरो अब कल्चर अलगै छ, मेरो ट्रेडिसन अलगै छ, मेरो कपडा अलगै छ। सेम अब यहाँको पनि त्यस्तै हो, हरेक जग्गाको अलग अलगै भिन्न भिन्नै हुन्छ नि त। हो मलाई पनि मेरो आफ्नो भाषा संस्कृति मनपर्छ, माया लाग्छ। यहाँ जस्तो यहाँको मान्छेहरूले गर्छ होइन। तरले भाषा र संस्कृति त जोगाउनु हुँदैछ नि, तर त्यसले कस्तो प्रकारले जोगाउनु हुँदैछ, कसैलाई बिसाउनु त भएको छैन नि होइन, कसैलाई बिजाउनु त भएको छैन, कसैको अब के भन्छ कामहरूमा तपाईँले दखल त दिनुभएको छैन नि त होइन, बाधा पुर्याउनु भएको छैन। त्यो चाहिँ राम्रो होइन जस्तो लाग्छ क्या। अर्कालाई दुःख दिएर, अर्कालाई पीडा दिएर होइन, अर्काको के भन्छ सेल्फ रेस्पेक्ट गिराइदिएर आफ्नो भाषा र संस्कृति बचाएर केही पनि फाइदा छैन। मान्छे हो, मानवता भन्ने कुरा चाहिँ हुनुपर्छ होइन, त्यस्तै कुराहरू होइन। यहाँ पनि हुन्छ त्यस्तै क्या, कोही कोही बेला चाहिँ अब यति साह्रो परेसानी हुन्छ कि के भन्नु तपाईँलाई। अब कतिजनाले त कुटी पनि हाल्छ, पिटी पनि हाल्छ। अब तपाईँ कमजोरी देखिनु भयो भने त अब तपाईँले त अब यिनीहरूले त अब दलदल पारिहाल्छ नि। बहुत त्यस्तो घटनाहरू भएको छ होइन। हामीलाई पनि यातायातमा साह्रै असुविस्ता हुन्थ्यो, मलाई अहिले पनि हुन्छ। तर अब के भन्नु त, अब परदेशमा आएपछि उनीहरूको जग्गामा बसिसकेपछि आफू अलिकति झुकेर काम गर्नै पऱ्यो होइन। भन्नमा मात्रै सानो हो, तर अब यो एकदमै ठुलो विषय हो क्या मान्छेलाई। यसले अब कतिजनाले चाहिँ यसलाई अब एउटा मुद्दा जस्तो बनाइरहेछ नि, अब एउटा न्यू मात्रै बनाइरहेछ क्या। अब भाषा संस्कृति यो कन्नडा बोल्यो होइन, जस्तै अब अरू जग्गामा पनि, यहाँको मैले एउटा इक्जाम्पल मात्रै दिएको, अब यहीँ मात्रै त्यस्तो हुन्छ भनेको होइन, हर जग्गामा हुन्छ, तर एउटा इक्जाम्पल मात्रै दिएको है। त्यो अलिकति नराम्रो कुरो, दुःख लाग्छ। अब त्यस्तो चाहिँ गर्नु नहुने हो, हेप्नेलाई त हेपिहाल्छ नि होइन। यो नर्थ इस्टर्न पार्ट अफ इन्डियाबाट आउनेहरूलाई चाहिँ नि, जस्तै अब नर्थ इस्टहरूको मान्छेलाई अनि दार्जिलिङ सिक्किम, यो नागाल्यान्ड मणिपुरी आसाम अरुणाचल प्रदेश मिजोराम होइन, यो सब जग्गाको मान्छेहरू अब हामी प्राय एकै देखिन्छौँ है ल भन्ने हो भने चाहिँ अब छुट्याउनु सक्दैन मान्छेले। अब सबैको अब रूप रङ एउटै हुन्छ। अब हामी देखिरहने मान्छेलाई चाहिँ अब अहिले चाहिँ फिलहाल थाहा हुँदै गयो होइन। ट्राफिक बहुत ज्यादा छ यार, आज दिमाग खराब भइसक्यो। कतिजनाले चाहिँ हामी क्या अब इन्डियाको जस्तो पनि लाग्दैन रहेछ, अलग्गै बिल्कुलै अलग्गै भएर क्या। अब रूप रङ, सानो डालको मान्छे होइन, सानो आँखा, गोरो अनुहार, छरितो जिउ, यहाँको मान्छेहरू अलग्गै हुन्छ होइन। 6 फुटदेखि माथिकोहरू मात्रै हुन्छ। अब हाम्रोतिर 6 फुट भनेको एकदमै रेयर हो, थोरै मात्रै हुन्छ। अब एभरेज निकालेर हेऱ्यो भने 6 होला 10%, 20% कति होला होइन, बाँकीको त अब इन जेनरल
छोटो हाइटकैहरू छ नि त होइन, स्पेसली हामी त गोर्खे हाइट भन्छौँ, 5 फुट 5.5 फुटको मान्छेहरू मात्रै हुन्छ, त्यहाँदेखि उकालो त 5.5 फुट पनि बेसी भयो, 5 फुटकैहरू मात्रै हुन्छ होइन। म आफै पनि हुन्छै मान्छे अब। ट्राफिक बहुतै ज्यादा यार, आज पनि हिजो पनि यस्तै थियो, आजकल यस्तै भइरहेछ। कोही कोही समय यस्तै हुन्छ, कोही कोही समय चाहिँ फेरि एकदमै खुल्ला भेटिन्छ है। के भन्छ मैले भन्दै गरेको कुरो चाहिँ अब हाम्रो मान्छे चाहिँ अलिकति क्या अब भिन्नै देखिन्छ नि त होइन, छोटो हाइटको मान्छे हामी अलिकति अलग्गै रूप रौँ। अनि अब यहाँको मान्छेहरूभन्दा अरू जग्गाको मान्छेहरूभन्दा भिन्दै देखिन्छ क्या। अनि यिनीहरूले अलिकति हामीलाई ऊ पनि गर्छ क्या, दुःख पनि दिन्छ। अब रेसिस्ट भनिहाल्नु पनि मिलेन होइन, तर अब हो कतिजनाले यो सब कुरोहरू फेस गरेको छ होइन, हामीलाई डिस्क्रिमिनेट गर्छ। के भन्छ चाइनाको मान्छे अरे, थाइल्यान्डको अरे के अरे होइन, जापानिज अरे के अरे, अब यस्तो कुराहरू भन्छ नि। अब सुन्न पनि अलिकति नराम्रो पनि लाग्छ होइन। अब बेला बेला त यार गलत जग्गामा पैदा भइएछ अब भन्ने पनि हुन्छ क्या। तर अब के भन्ने त, अब हर जग्गामा मान्छेलाई त्यही हो होइन, उनीहरू पनि हाम्रो जग्गामा आउँदाखेरि त्यही हो नि होइन, हामीलाई पनि अजिब लाग्छ। किनकि हामीले सानैदेखि देखेको अर्कै कुरो हुन्छ, अब यहाँनिर उनीहरूले देखेको पनि अर्कै हुन्छ, त्यही भएर पनि होला। तर पनि अलिकति दुःख लाग्छ यार, आफ्नै अब देशमा बसेर पनि होइन, कहाँबाट हो भनेर सोद्धाखेरि दार्जिलिङ कालिम्पोङ कहाँ छ के भाषा बोल्छ, नेपाली भन्दा नेपालकै हो जस्तो सोच्छ होइन। अब होइन नेपाली हो भन्नुमा हामीलाई एकदमै गर्व छ, मलाई त गर्व लाग्छ म नेपाली हो। तर आफ्नो देशप्रति माया पनि छ नि त, अरे म गर्व गर्छु यार म भारतमा जन्मेको मान्छे, एउटा इन्डियन सिटिजन हो होइन। तर अब हामीलाई अब के भन्नु, यहाँनिर चाहिँ के छ भने अहिले ब्ल्याकमा तपाईँको हरेक प्रकारको सर्टिफिकेट्सहरू बनिहाल्छ है। बहुतजना छ मान्छेहरू नेपालबाट आएर काम गर्नेहरू, यहाँ अब हाम्रो भन्छ के भन्छ पक्का सर्टिफिकेट्स बोकेर बसेको जस्तो छ क्या। अब प्यान कार्ड पनि बनाइदिइहाल्छ तपाईँको, आधार कार्ड पनि बनाइदिइहाल्छ, भन्ने हो भने त त्यो बाहिरको मान्छेहरूको त नबनिनु पर्ने, तर अब क्या बनिहाल्छ, यहाँनिर के फरक पर्दैन, सब कुछ बनिहाल्छ, त्यस्तो छ। अब हामी अन्त त्यस्तोले गर्दा पनि उनीहरूले हामीलाई के सोच्छ भने तिमीहरूले त पैसा तिरेर बनाएको सर्टिफिकेट्समा बसिरहेको छौ भन्नेहरू पनि सोच्छ क्या। अब तर के गर्ने त, अब कतिजनालाई बुझाउने होइन, कतिजनालाई अब सम्झाउने, त्यस्तै छ जिन्दगानी। हरेकजनालाई त सम्झाउनु बुझाउनु सकिँदैन होइन। दुःख लाग्छ यस्तो हुँदाखेरि चाहिँ बेला बेला। परदेश यस्तै छ अब, हर समय अब दुःख पनि होइन, हर समय अब सुख पनि होइन, यस्तो प्रकारको अब सानो सानो स्ट्रगलहरू चाहिँ डेली छ, जुन चाहिँ हामीले अब इग्नोर गर्दै हिँड्नुपर्छ। दुःख लाग्छ आफ्नै देशभित्र पनि यति साह्रो किन भनेर होइन। अब अहिले फिलहाल अब हाम्रो देश यति डरलाग्दो करप्सनमा छ, करप्सनले घेरेको, करप्सनले सकेको खाइसकेको जग्गा हो, सहर मतलब देश हो। जे कुरा पनि त भइहाल्छ, सर्टिफिकेट्स इजिली बनियो। तपाईँको आफ्नो नागरिकता त, झुटो नागरिकता त यति सजिलो बनिन्छ भनेदेखि अब पैसा चाहिँ छ भने तपाईँकोमा सबै कुरो हुन्छ सहरमा। त्यस्तोहरूले गर्दाखेरि पनि अलिकति हामीलाई समस्या हुन्छ क्या। म मात्रै होइन, हामी जस्तो हरेक व्यक्ति जो अरू सहरबाट अथवा अरू स्टेटहरूबाट आएर काम गरिरहेछ नि, उनीहरूले यो सधैँ फेस गरिरहने अब डेलीको एउटा समस्या हो क्या। अन्त यस्तै छ अब, एकदमै नराम्रो चिज पनि हो हुनु त अब, तर पनि अब के भन्ने त, अब योसँग अब यस्तो कुरोहरूमा नजुझिकन मान्छे अलिकति बाटो पनि हुँदैन रहेछ भन्ने पनि लाग्नु थाल्यो अहिले त मलाई। यस्तो कुरोहरूमा चाहिँ पर्नै पर्दो रहेछ, आफ्नै देशभित्र पनि होइन, बाहिरबाट आएर के भन्छ शरणार्थीहरू जत्तिकै भएर बस्नुपर्छ। अलिकति अब देश ठुलै भएर पनि होला जस्तो पनि लाग्छ घरिघरि, तर के भन्ने यार, हाम्रो देशभन्दा ठुल्ठुलो देशहरू पनि छ नि त यार। हुन त दुनियाँको जुनै कुनामा गए पनि दुःख भन्ने त सबैलाई नै छ होइन, तर पनि अब
कतिवटा कुरा चाहिँ अलिकति मनमा लाग्दो रहेछ कि आज भन्ने मलाई ट्राफिकले बिजोकै बनायो यार। गाउँघरमा बस्नेहरूले यसो हेरिपठाउँदा चाहिँ क्या अब छोराछोरीहरू अथवा आफन्तहरू परदेशमा गएर के कुछ गरिरहेको कमाइरहेको होइन हो। अब परदेशमा आएर कमाइरहेको छ गरिरहेको छ, तर अब कस्तो खालको दुःख गरेर चाहिँ कमाइरहेको छ त्यो पनि बुझ्नु चाहिँ जरुरी छ जस्तो लाग्छ होइन। आउनु खानु बस्नु तपाईँलाई केही सुर्ता हुँदैन, तर अब गरेर खानु चाहिँ अब गाह्रो छ नि त। यहाँनिर कमाइ खानु, आफ्नो घर परिवार चलाउनु होइन, आफ्नो भविष्य उज्जवल बनाउनुको लागि नै आउँछ सबैजना। एक दुई रुपियाँ कमाउँछु केही गर्छु भनेरै आउँछ। तर अब त्यो सानसानो कुराहरूले गर्दाखेरि चाहिँ मान्छेलाई एकदमै गाह्रो पनि छ क्या। संस्कृति अलग्गै, भाषा अलग्गै, खानपिन अलग्गै, मान्छेको सोच विचार पनि अलग्गै नै छ। हामी अर्कै जग्गामा हुर्केर बढेर हामीले अरू थोक देखेर आएको हुन्छौँ होइन, र यहाँको मान्छेको अर्कै नै छ। हामीले पाएको शिक्षा पनि अर्कै हो, यहाँको मान्छेले पाएको शिक्षा पनि अर्कै भन्ने हो। सबै कुरो भिन्नै नै छ। अनि अब हामीभन्दा यहाँको मान्छेहरू 10-20 साल अगाडि नै छ हो, 10-20 वर्ष अगाडि नै चलिरहेको छ। अब यहाँनिर अहिले फिलहाल जे छ, जे जे जस्तो कुरोहरू चलिरहेको छ नि, त्यो सब टेक्नोलोजी अथवा त्यो सब कुराहरू हाम्रोतिर आइपुग्नु अझै 10-15 साल लाग्छ, अझै सायद त्योभन्दा धेरै पनि लाग्ला। मलाई त लाग्छ कि अब हामी अलिकति पछाडिएकै छौँ होइन। त्यही कुरोहरूले गर्दा पनि हामीलाई यहाँ आएर अब एडजस्ट गर्नु चाहिँ साह्रो पर्छ। पैसा रुपियाँ त हो, मान्छेले अब मेहनत गरेर कमाउँछ, लाखौँ लाख कमाउनेहरू छ, तर अब कस्तो प्रकारले कमाउँदैछ होइन त्यो पनि म्याटर गर्छ। तर अब सबै कुरोमा यहाँको मान्छेहरूलाई मात्रै दोष दिनु पनि मिल्दैन क्या। किन भन्दाखेरि चाहिँ अब हेर्नुहोस्, अब हाम्रो हाम्रो मान्छेहरूले पनि अलिकति गति चाहिँ देखाएको छ नि त। फेरि हाम्रो मान्छे भन्नाले अब म सबैलाई इन्क्लुड गर्दैछु होइन, पुरा नर्थ इस्टबाट आउने मान्छेहरू, साथै अब हामी यो दार्जिलिङ सिक्किम कालिम्पोङ सबै जग्गाबाट आउने मान्छेहरूलाई इन्क्लुड गरेको। अब धेरैले चाहिँ यहाँ आएर अब होइन अलिकति नाम पनि नराम्रो गरेको छ नि त, नाम खराब गरेको छ, नाम बिगाएको छ होइन। कसैको काममा होस् या आफ्नो बसोबासो अब के भन्दा बस्ने जग्गामा होस्, मान्छेले अलिकति आफ्नो नराम्रो रेकर्डहरू छोडेको छ क्या। त्यसले गर्दा पनि अब सबैले एकै प्रकारले जज गर्छ। म्याक्सिमम् मान्छेहरू त्यस्तै छ क्या अहिले पनि। इनफ्याक्ट भन्नै पर्दा मेरो आफ्नै बिल्डिङमा अब के भन्छ अरू पनि मान्छेहरू बस्छ है, रुममा रेन्टमा अरू पनि ठाउँबाट आएर काम गर्ने। यति दुःख लाग्छ कि घरिघरि अवस्था उनीहरूको यति बिजोग छ। अब मदपान पियो होइन, रक्सी खायो, झगडा गरेर होइन, राति 2 बजीतिर 1 बजी 2 बजी अब मातेर हल्ला गरेर बट्टल फुटाएर झगडा गरेर मालिकलाई दुःख दिएर अब यस्तो नराम्रो क्या व्यवहार। अब त्यस्तो त्यस्तो गर्छ अब मान्छेले होइन। यति बिघ्न मान्छेहरू अब के भन्नु खराब भएको छ होइन। अब त्यसको एउटा कारण छ, म तपाईँलाई त्यो भन्छु पछि है। त्यो कुरोहरूले गर्दा पनि होइन, अनि यहाँको मान्छेहरू सबैलाई एकै सम्मानले हेर्छ। अब ए यिनीहरू त यस्तो हो उस्तो हो, ए रक्सी खाँदै हिँड्छ, केही कुरोको पर्वाह छैन, आफ्नो इज्जत आफ्नो कामधामको पर्वाह छैन, आफ्नो स्वास्थ्यको पर्वाह छैन, ए रक्सी खाँदै हिँड्ने हो, जहाँ पायो त्यही गयो सुत्ने हो, जब पायो त्यहीसँग जाने हो होइन।